Many students wonder when is the right time to go for counseling. I say right now is the right time for the counseling. धेरै स्टुडेन्ट्सहरु वेट गरेर बस्नुहुन्छ. कति स्टुडेन्ट्सहरु आफ्नो साथीले जे गर्यो त्यही फलो गर्नुहुन्छ. कति स्टुडेन्ट्सहरु चाहिँ कन्फ्युज भएर बस्नु भएको हुन्छ. तर स्मार्ट स्टुडेन्ट्स उनीहरुले गाइडेन्स लिन्छन्. राइट टाइममा राइट डिसिजन लिँदाखेरि आफ्नो फ्युचर करियर पनि सेटअप गर्न सकिन्छ. आफ्नो प्लस 2 को एक्जाम दिइरहनु भएको छ, ब्याचलरको एक्जाम सकिन लाग्यो या मास्टर्सको थेसिस कम्प्लिट हुन लाग्यो. यो फेजेसमा हुनुहुन्छ भने दिस इज द साइन. अब गेस नगरौँ. आफ्नो प्लस 2 को एक्जाम सकिन लाग्यो हो भनेदेखि आईएलटीएस क्लासको लागि इनरोल हुनुभन्दा अगाडि एकचोटि काउन्सलिङको लागि आउनु होला. यसले गर्दाखेरि तपाईको चाहिँ टाइम सेभ हुन्छ. धेरै स्टुडेन्ट्सहरु आईएलटीएस को क्लास, आईएलटीएस को टेस्ट सकेर आउनुहुन्छ र प्रोफाइलिङ गर्दाखेरि उहाँहरुलाई चाहिँ हामीले कुनै पनि डेस्टिनेसनमा फिट इन गर्न सक्दैनौं. विदेश गएर पढ्ने सोच छ, तपाईको चाहिँ 12 को एक्जाम सक्यो या ब्याचलरको लास्ट सेमेस्टरको एक्जाम सक्यो या मास्टर्सको थेसिसमा हुनुहुन्छ भनेदेखि आएर काउन्सलिङ लिनु होला. तपाईलाई चाहिँ कुन डेस्टिनेसन फिट इन हुन्छ या तपाईले चाहिँ नेपालमा नै पढाइ गर्नु हुने हो कि हो त्यसको बारेमा चाहिँ विचार गर्यो. राइट टाइममा राइट काउन्सलिङले तपाईको एउटा फ्युचर सेटअप हुन्छ. आफ्नो एकाडेमिक गोल्स एट द सेम टाइम करियर गोल्सहरु पनि हामीले हासिल गर्न सक्छौं. So contact Veera for further details. Thank you.